जोजोलपा नेपाल भाषा लर्निङ। आज म तपाईहरुलाई नेपाल भाषाको गीतको मिनिङ नेपालीमा के भनिन्छ भनेर बुझाउँछु। आज हामी नेपाल भाषाको एउटा पपुलर गीत छ मैचा भन्ने, त्यो गीतको मिनिङ म तपाईहरुलाई नेपालीमा ट्रान्सलेट गरेर भन्नेछु। पहिले म कलेज पढ्दाखेरि मेरो साथी थियो, अब गुरुङ साथी थियो। गुरुङ साथीलाई चाहिँ पहिले इमेज च्यानल हेर्थ्यो उले। इमेज च्यानलमा चाहिँ नि गुलुमरी प्यालामरी चाकुमरी भन्ने गीत आउँथ्यो। प्रायः जस्तो मैले पनि हेरेको छु त्यो भिडियो। त्यो इमेज च्यानलमा त्यो 2-3 चोटि हेरेपछि उलाई खुब मन परेछ र उले कलेजमा गाउँथ्यो र त्यसपछि उलाई मिनिङ चाहिँ थाहा थिएन, तर उले गाउँथ्यो र त्यही सम्झे मैले। र कति मान्छेहरुलाई अब नेवारी गीतहरु मन पर्छ, त्यस्तै अरु साथीहरु पनि मैले देखेको छु। साथीहरुलाई मन पर्छ तर मिनिङ थाहा हुँदैन, त्यसले गर्दाखेरि यो मिनिङ थाहा भयो भने अझ गाउनलाई र सुन्नलाई मजा हुन्छ। अब नेवार साथीहरु कतिलाई पनि अब नेवार राम्रोसँग नेपाल भाषा राम्रोसँग आउँदैन, त्यसैले अब यो गीतले चाहिँ हेल्प गर्छ भन्ने मैले आशा लिएको छु। वेबसाइट बनाउनु परेमा र इन्फर्मेसन टेक्नोलोजी रिलेटेड इन्ट्रेस्टिङ आर्टिकलहरु पढ्न मन भएमा @nepal.net वेबसाइट चेक गर्नुहोला। अब यो गीतको म्युजिक भिडियो युट्युबमा छ। यो एकदम पपुलर पनि छ र राम्रो पनि छ। अब यसको केही पार्ट नेपालीमा छ भने केही पार्ट नेपाल भाषामा छ। अब मेरी आमा कहिटे बोकी पँधेरामा गई, अब यसको त अब बुझिहाल्नु भयो। अब यहाँसम्म त बुझिहाल्नु भयो। अनि त्यसपछि यसको यो पार्ट सुरु हुन्छ। एमैचा संगु मिका गुली भाला, अर्थात यो नेपाल भाषामा एमैचा संगु मिका गुली भाला अर्थात ए मैचा अथवा ए मैया तिम्रो आँखा कति राम्रो, छंगु अर्थात तिम्रो, मिखा अर्थात आँखा, गुली बाला कति राम्रो, ओ दाइचा छिगु ख्वा तस्क बाला अर्थात ओ दाइ हजुरको अथवा तपाईको मुहार वा अर्थात फेस, तस्क बाला साह्रै राम्रो छ। दाइचा अर्थात दाइ, छिगु अर्थात तपाईको अथवा हजुरको, अलिकति मान गरेर भन्नु पर्यो भने छिगु। अनि त्यस्तै गरी तिमी तिम्रो भन्नु पर्यो भने छंगु। ख्वा अर्थात फेस भयो। तस्क बाला साह्रै राम्रो छ। आज यो च्याप्टरमा मैले छोटो तर मिठो गीतको ट्रान्सलेट गरेँ। त्यस्तै गरी अब अरु पनि ल्याउँदै जानेछु। Thank you for watching.